हेलो एभ्रिवान, म चाहिँ निका चौधरी हो। मेरो तर्फबाट सबै नाचको टिचरहरूलाई नमस्ते छ। म चाहिँ पाइलट ट्रेनिङ गरेर स्टिल मेरो पाइलट ट्रेनिङ चाहिँ कम्प्लिट भएको छैन। म चाहिँ एउटा प्राइभेट पाइलट लाइसेन्स पाएर मात्र यता आएको हो। अनि यहाँ भएको सबै भाइ बहिनीहरूलाई मेरो तर्फबाट बेस्ट अफ लक छ तिमीहरूको अपकमिङ डेजको लागि। अनि अहिले चाहिँ म पाइलट ट्रेनिङमा के पर्छ, के पर्दैन, के गर्नुपर्छ, कतिको स्ट्रगल हुन्छ भन्न गइरहेको छु। पाइलट ट्रेनिङमा इनिसियल्ली फर्स्ट त फाइनेन्सियल्ली स्ट्रङ हुनुपर्छ। पछि गएर पैसा नपुग्यो भनेपछि हल्का गाह्रो हुन्छ। अनि अर्को चाहिँ मेडिकल्ली फिट हुनुपर्छ। मेडिकल्ली आँखा कान सुन्ने अनि बडी चाहिँ एकदम मेडिकल्ली फिट हुनु पर्यो। अनि त्यो सँगसँगै अनि डर हुनु भएन, माथि उडाउन सक्ने क्षमता हुनु पर्यो, एक्लै उडाउन सक्ने क्षमता हुनु पर्यो। अनि अरू पढाइ फिजिक्स लाग्छ, फिजिक्स म्याथ केमिस्ट्री युजमा आइरहेको हुन्छ। अनि अफकोर्स इङ्ग्लिस त चाहियो, बाहिर गयो भनेपछि इङ्ग्लिस नै त्यहाँ इङ्ग्लिसमै पढ्ने हो, इङ्ग्लिस नै हुनु पर्यो राम्रो। त्यसैले मेरो नेपाली चाहिँ हल्का कम भएको छ। अनि अरू चाहिँ यहाँबाट लाइक यहाँ जो इन्ट्रेस्टेड छ, यहाँबाट भाइ बहिनीहरू पाइलटको लागि इन्ट्रेस्टेड छ भनेपछि कुनै पनि कन्सल्टेन्सीबाट गइरहेको छ भनेपछि पैसा अनि कन्सल्टेन्सीले स्क्याम गरिरहेको हुन्छ। त्यो सबै कुराहरू राम्ररी बुझेर जानु। त्यहाँ गएर चाहिँ दुःख पाइन्छ। त्यहाँ साउथ अफ्रिकामा चाहिँ स्टिल 20वटा नेपाली होलान् जसले चाहिँ नेपाल त्यहाँको स्कुलले चाहिँ स्क्याममा पारेको यस्तो स्टिल छ। दे आर स्टिल सफरिङ। कन्सल्टेन्सी राम्ररी चुज गर्ने अनि कन्सल्टेन्सीको मिठो कुरामा नपग्लिनु। हतारमा हुन्छ नि त, कब जाम कब पाइलट बन कब उडाम लाग्छ नि त म जस्तै। तर म चाहिँ त्यस्तोमा चाहिँ फसेन, तर मेरो साथीहरू चाहिँ छन् जो चाहिँ फसेको छ। अनि अरू चाहिँ ट्रेनिङको बारेमा भन्ने हो भनेपछि नेपालमा आएर जब गर्ने हो भनेपछि हामीलाई चाहिँ 200 आवर टोटल उड्नुपर्छ। मेरो चाहिँ अहिले 100 आवर अलमोस्ट 100 आवर जति छ। अब मलाई अझै पनि 100 आवर उड्नुपर्छ। अनि टोटल 200 आवर भयो भनेपछि चाहिँ यहाँ आएर मैले कन्भर्जन गर्नुपर्छ, लाइसेन्सलाई कन्भर्जन गर्नुपर्छ। त्यसको लागि छुट्टै इक्जाम हुन्छ। अनि त्यो इक्जाम पास गर्नुपर्छ। अनि पाइलट ट्रेनिङ पनि कस्तो हो कि जसरी यहाँ चाहिँ हामी डेली स्कुल आउँछौँ नि त, ब्याचलर डेली स्कुल आउने डेली पढ्ने, त्यहाँ चाहिँ त्यस्तो हुँदैन। बुकिङ हुन्छ। एउटा स्टुडेन्टको एउटा इन्स्ट्रक्टर हुन्छ। त्यो इन्स्ट्रक्टरले बुकिङ हाल्छ। बुकिङ 2 घन्टाको 4 घन्टाको हुनसक्छ। अनि उड्नुभन्दा अगाडि चाहिँ ब्रिफिङहरू लिन्छ क्लासमा होइन, एक्लै। अनि ब्रिफिङहरू लगेर अनि त्यसपछि माथि गएर त्यो एक्सर्साइजहरू गराउँछ, कसरी गर्ने के गर्ने, इमर्जेन्सी प्रोसिजरहरू सिकाउँछ। अनि त्यसपछि चाहिँ सबै कुरा आयो, ल्यान्डिङ टेकअफ सबै कुरा आयो भनेपछि हामीलाई सोलो छर्छ, जसमा चाहिँ हामी एक्लै उड्छौँ। हामीलाई एक्लै उड्न छोडिदिन्छ। अनि त्यो त्यहाँ क्यापेबल भयो भनेपछि चाहिँ हाम्रो अर्को स्टेप आउँछ। अर्को स्टेपमा पनि अब लङ फ्लाइटहरू गर्नुपर्छ। एउटा फ्लाइटमा मात्रै 4-5वटा एयरपोर्टहरूमा गएर ल्यान्ड गर्ने, फुल स्टप टच एन्ड गो गरेर चाहिँ ब्याक टु जुन एयरपोर्टमा तिमीहरूले टेकअप गरेर त्यही एयरपोर्टमा आउने, यस्तो एक्सर्साइजहरू हुन्छ। अफकोर्स यता पनि कोही इन्ट्रेस्टेड होला पाइलट, त्यसैले मैले सबैको लागि भनिदिएको। किनकि मोस्ट अफ द स्टुडेन्ट मेरो लाइक सोसियल मिडियामा चाहिँ कमेन्ट गरिरहेको हुन्छन् लाइक के गर्ने कस्तो गर्ने। अनि इन्ट्रेस्टेडको लागि चाहिँ मैले यो सबै भनेको। अब जसको चाहिँ अब इन्ट्रेस्ट छैन यो फिल्डमा, अफकोर्स बुझ्नु चाहिँ गाह्रो होला। अनि यस्तै हो, नेपालबाट चाहिँ बुझेर जानुपर्छ। अनि स्कोप कति छ? स्कोप त अफकोर्स नेपालमा चाहिँ जब जब चाहिँ छैन, तर बाहिर पनि गर्न सकिन्छ किनकि बाहिर चाहिँ स्कोप
स्कोप एकदमै धेरै छ। यति भन्न चाहन्छु म। अनि सबै टिचरहरूलाई थ्याङ्क यू भन्न चाहन्छु म। अनि अल स्टुडेन्ट सबैलाई चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु म। थ्याङ्क यू।